कहाँ छ खोइ फर्सीको मुन्टा चाहिँ कहाँ चाहिँ छ फर्सीको मुन्टा यस्तै हो यस्तै हो त यो पाले पिटेर नि आमै पाले नपिटेको कस्तै छ यो अस्ति टिप्नु पर्थ्यो नि एकचोटि हजुर नटिपेको यस्तो मको उखाल्नु नि यो उखाल्छ किन उखाल्नु भएको यो चाहिँ फेरि यो फल्दैन अलिक यो आउँछ नि त मको ए हस् हजुर मेरो भोलि नै चाहिँ यस्तो छ त के गर्नु ल म चाहिँ यो फर्सीको मुन्टा चाहिँ राम्रो लाग्दैन है राम्रो लागेन म चाहिँ अनि यो पानी यसरी खानुपर्छ नि यो माथिले फेरि नै सिँगुरी लहरेर मात्र पर जान्छ यसरी टिपे खसी पारे फेरि ढाड हुन्छ कि यता उठाएर यो चाहिँ खसी पारेको हो खसी पारेको हो साँच्चै यो खसी पारेको फर्सीको मुन्टा ल यस्तै मक्खु उखेल्न आएको न यस्तो मक्खु उखेल्दैन यो बेतले मकै चाहिँ साह्रै दामी क्या मिमी यता यो चाहिँ राम्रो मकै है राम्रो छ नानी मकै त कस्तो लोभ लाग्दो मकै हो यता चाहिँ खाइदिउँ मकै नखल्नु न होइन यो उखेल्नै पर्ने त यस्तो त्यो फल्दैन नि फल्दैन फल्दैन त किचिरिक्क भएको छ त हेर हात पनि कति लागेको छ त नानी हेर कि फल्टाइरहेको छ अलिअलि चल्यो नि हावा अलिअलि त्यत्रो आँपको दाना झारो अलिअलि पर्छ जस्तो झारो यो फर्सीको पात टिप्छ नि हजुर यतापट्टि भाँच्नु चाहिँ यतापट्टि चाहिँ भाँच्नुपर्छ यसरी भाँचेपछि त्यसमा पलाउँछ गाँठोमा यो चाहिँ भाँच्यो मैले यतापट्टि हाल्यो यतापट्टि भाँच्नुपर्छ क्या ए भाँच्नु त त्यसरी भाँच्छ नि होइन तर मलाई त्यसरी मात्रै भाँच्नु लाग्छ ऊ त्यो पनि हो तपाईँहरूकै यिनीहरू यो दुईवटा पनि हाम्रै हो नि त्यहाँ पनि जाने हामी अहिले नजाने यता मात्र त्यो दुईवटा पनि हाम्रै तर यता चाहिँ माइला मामालाई बजारको बस्ती भन्नै छैन त्यहाँ रोक्नु भनेको त्यो भेटेर मस्याङहरू क्या मर्स्याङ केसमा मस्याङ रोक्छु कहिले पनि यहाँ मजाले भिजेको नि पाउँछ यस्तो चाहिँ उखालिदिनुपर्छ क्या त्यो कस्तो उखाल्दाको ढङ्ग छैन भने बाजिहाल्छ त्यहाँ पनि खिचियो होला नि बेला सुनाउँछु अहिले यस्तो चाहिँ उखाल्नु पर्ने आफ्नो चाहिँ यस्तो चाहिँ लाग्छ यस्तो फेरि म खसी पारेको चाहिँ झ्याम्केर जान्छ कि फेरि घाँसमा त हुन्छ नि पछि फेरि फल्दैन रहेछ म त अनि घाँस ठिकै गाईलाई घाँस त्यसले पनि घाँसै पछि नै घाँस हो ए त्यसैले निकाल्नु पर्ने कि घाँस र पोहोरलाई पनि अलिक ठाउँ हल्का हुन्छ सक्यो मिमी अब सकिएको त्यसमा चाहिँ होइन